नमस्कार सम्पूर्णमा म प्रसाद पौडेल हजुर सामु फेरि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। कृपया अन्तिमसम्म हेरेर मिठो साथ दिनु होला है। धेरैजसो कस्टमरहरूले सोध्ने गर्नुहुन्छ कि हजुरको घरमा चाहिँ काँक्रा, घिरम्ला, करेलाका बिरुवाहरू कसरी उत्पादन गर्नुहुन्छ? हाम्रो घर त सधैँ किम्लाले खाइदिन्छ, उम्रिँदै उम्रिन्न, मरेर जान्छ, झाल पनि हुन्न भन्नुहुन्छ नि। जस्तो हाम्रो घरमा चाहिँ काँक्रा, करेला, घिरम्लाहरूको चाहिँ कसरी उत्पादन गरिएको छ, बिरुवा कसरी गराएको छ भन्ने मैले एउटा छोटो भिडियो हजुरको मनमा लागेको जिज्ञासालाई चाहिँ मेटाउनको लागि एउटा भिडियो बनाएर आएको छु। अन्तिमसम्म हेरेर मिठो साथ दिनु होला है। अनि यो चाहिँ माथि चाहिँ करेला छ, अनि यहाँ तल चाहिँ यो पुरै काँक्राहरू भयो। यहाँ जो पुरै काँक्राहरू छ, जुन यो काँक्राहरू लगाएको देख्नु भएको छ नि, यो कपडा हो, यही नै हो क्या हाम्रो यो काँक्रामा लगाएको यो देख्नु भएको नि जुन कपडा, त्यही कपडाको कारणले गर्दा हो क्या हाम्रोमा भएको काँक्राहरूको चाहिँ अलिकति राम्रो काँक्राहरू, करेला, घिरम्लाहरू राम्रो हुनुको कारण नै त्यही हो क्या। त्यही भएर यस्तो भयो नि यो हामीले यो चाहिँ अनिवार्य यो लगाउनु पर्यो। यो गम चाहिँ प्लास्टिक किराहरू चेप्पिन्छ भन्नको लागि होइन। अनि यसरी यो चाहिँ यहाँ काँक्राहरू भयो, झेँक्रा चाहिँ अनिवार्य तल जति धेरै भयो पनि झेँक्रा चाहिँ राम्रो हुनुपर्छ कि सुरुमा झेँक्रा राम्रो भयो भने चाहिँ बल्ल अरू हुन्छ। तर यसरी चाहिँ काँक्रा फुलेको हुन्छ। अनि देख्न सक्नुहुन्छ यिनी यो मोजाहरू कसैमा डिफ्रेन्ट कलरको मोजा कपडाहरू देख्नु भएको नि, यो किन झुडाएको होला, यस्तो कपडा खानेकुरामा किन होला मोजाहरू लगाइदिएको भन्नुभयो भने यही नै हो कि हाम्रो घरको काँक्रा, करेलाहरू चाहिँ राम्रो हुनुको कारण। जस्तो के हो भने हजुरले घरमा लगाएको काँक्राहरूको, करेलाहरू मर्छ नि, जुन किराले खाएर कुहुने अलिकति अब त खाने बेला भयो भन्ने बेलामा कुहुन्छ नि, त्यसको कारण नै यस्तो हुन्छ क्या। हाम्रो घरमा चाहिँ जुन यो लगाइन्छ नि, यो लगाउनुको कारण के हो भने चाहिँ किराले खाँदैन भन्ने जस्तो हेर्नु है। यो भयो नि काँक्रा, यो काँक्रामा चाहिँ हामीले बाहिर यो काँक्रा चाहिँ भित्र छ क्या, बाहिरबाट यो जुन किराहरू लाग्दैन क्या, किराहरू झिमरी हुन्छ नि, जुन किराले चाहिँ यो काँक्रालाई असर गर्छ नि, त्यो बाहिर यस्तरी लगाइदिएपछि यसमा कपडा लगाइदिएको छ, यहाँ सबै यस्तरी लगाइदिइसकेपछि के हुन्छ नि, किराले टोके पनि बाहिर प्लास्टिकलाई टोक्छ, भित्रपट्टि केही गर्दैन नि त। यस्तो हुन्छ, यो सर राम्रो हुन्छ क्या यस्तो। त्यही भएर चाहिँ राम्रो हुन्छ कि यो लगाइदिइसकेपछि, किनभने किराले खाँदैन। अनि यस्तो हुन्छ सर सबैमा लगाइदिएपछि के हुन्छ नि, अझ मोजा लगाउनुको मेन रिजन लगायो भने यस्तो राम्रो हुन्छ क्या काँक्रा, देख्नु भयो होइन। अझ मोजा लगाइदिने भने त आफूले मोजा कस्तो खालको लगाएको छ भनेर त्यो मोजा अनुसारकै फल्छ कि, यति सिधा फल्छ नि, मोजा सिधा हुनुभयो, मोजा सिधा फल्छ। यो यत्रो सानै बतिलो लाग्छ नि, बतिलो लाग्दा बित्तिकै हो कि यो छ नि, यो बतिलो काँक्रो। अब यो चाहिँ यत्तिकै राख्ने भने के हुन्छ भने झिमरीले खाने, किरा लाग्ने हुन्छ कि। यो अझै पनि राम्रो बल्ल भइसक्यो। अब यसमा चाहिँ के गर्ने, यो मोजा लगाइदिने कि, यो मोजाहरू चाहिँ लगाइदिनु यसरी। यो मोजाले चाहिँ यहाँ भित्रबाट कभर गरेर खस्यो, यहाँ मोजा यसरी लगाइदिने। मोजा लगाइदिइसकेपछि के हुन्छ भने यो मोजा जति ठुलो हुन्छ नि त्यति ठुलो यो काँक्रो हुन्छ, भित्रपट्टि केही असर हुन्न। यहाँ बतिलो लगाइसक्यो होइन, यो बतिलो फुल झर्न साथ यसमा के गर्ने, एउटा मोजा लगाइदिने। यो यसमा के गर्ने, फुल झर्न साथ मोजा लगाइदिने, त्यसमा मोजा लगाइदिनु भयो नि त। त्यसपछि यिनीहरू सबैमा मोजा लगाइदिने कि, किन यो फुल झरिसकेपछि मोजा लगाइदिने होइन। त्यहाँ हेर्नु कस्तो राम्रो भएको कि, जुन जति त्यो कपडा छ नि, कपडा भयो जस्तो हेर्नु कस्तो राम्रो भएको कि। यस्तरी हुनु पऱ्यो कि सर, त्यस्तरी चाहिँ सरर हुनु पऱ्यो नि। जब काँक्रा फल्न सुरु गर्छ नि, काँक्रा फल्न सुरु गरिसकेपछि के गर्ने नि, एकचोटि काँक्रा बतिला लगाइसक्यो भने चाहिँ फुल, जब त्यो काँक्राको फुल झर्छ नि, बतिलाबाट फुल झरिसकेपछि आफ्नो घरमा भएको तनमा प्लास्टिक चाहिँ लगाउनु हुन्न। प्लास्टिक लगाइसकेपछि के हुन्छ नि, भित्र हावा छिर्न पाउने, हावा छिर्न नपाइसकेपछि प्लास्टिक भित्रै कुहुन्छ क्या। त्यही भएर सुरुमा चाहिँ मोजा लगाउने कि त कपडाहरू हावा छिर्ने, जुनसुकै भए पनि हावा छिर्ने लगाउनु पऱ्यो कि। हावा छिरे प्लास्टिक आफूले लगाएको त्यो जति मोजा चाहिँ मोजा बराबरको हुन्छ कि, राम्रो हुन्छ, भित्र केही दाग किरा केही पनि लाग्दैन। त्यही भएर एकचोटि यो मेथड चाहिँ युज गर्नु है सबैजनाले, एकचोटि यो मेथड युज गर्नु, अनि कस्तो हुन्छ अनि हजुरको रिजल्ट थाहा हुन्छ है त। सबैजना पसलमा आउने कस्टमरहरूले भन्नुहुन्छ हाम्रो घरमा त बिरुवा पनि उम्रियो पनि किराले खान्छ, मर्छ, कमिला लाउँछ, उम्रिन नपाउँदै मर्छ, लगाइसकेपछि उम्रिन नपाउँदै त्यहीँ सुकेर मर्छ भन्छ क्या। हाम्रो घर चाहिँ हामीले यत्रोको बिउ लगाएर बिरुवा बनाउन सकिन्छ भने तपाईँले चाहिँ बिरुवालाई चाहिँ अलिकति झाल बनाउनु चाहिँ हजुरले सक्नुपर्छ। किन यो भयो कागती भयो, त्यहाँ चाहिँ आँप छ, कागती आँप, अनि अस्ति आँप चाहिँ आधी जति लगाएर उस बनाएको छ, के अरे अचार बनाएको छ, मुरब्बा। अनि यसरी चाहिँ यस्तो हुन्छ कल्टिभेसन सर, यस्तो हुन्छ। झालहरू लगाइसकेपछि तल फल्ने काँक्रो झुन्डिएर फल्छ, अनि माथि चाहिँ झाल आइसकेपछि यस्तो यहाँ अब झाल चाहिँ माथि गयो, यहाँबाट चाहिँ फल्न सुरु गर्यो नि, यस्तो हुन्छ क्या। त्यही भएर यहाँ सबै
यसरी हुन्छ हाम्रो घरमा चाहिँ उत्पादन। धेरैजना कस्टमरले के भन्नुहुन्छ, हाम्रो हजुरले कस्तो धेरै जाँगर गरेको हो, कसरी गराएको हो, हजुर घरमा जे पनि राम्रो हुन्छ, कसरी गराउनुहुन्छ भनेर धेरैजना त घर नजिक, हाम्रो घरभन्दा यताउति नजिक भएको सबैजना त आएर घर पनि भिजिट गरेर गइसक्नु भएको छ, आएर नै घर घुम्ने अनि लगाएको बिरुवाहरू हेर्ने गरेर जानुभएको छ। अनि धेरै जस्तो चाहिँ टाढाको मान्छे आउन नसक्ने यो भिडियो बनाएको चाहिँ एकचोटि फुल भिडियो हेर्नु होला है। यसरी गर्नु चाहिँ हाम्रोमा चाहिँ। र यहाँ चाहिँ करेला भयो, तल्लोपट्टि चाहिँ भिरमलाहरू भयो। अनि सर यस्तरी लगाउने एउटा झाल, यहाँ चाहिँ 3टा झाल छ कि, यो भरिमा 3टा झाल छ, 3टा झालमा सर लगाइदिएपछि भयो। यस्तो हुन्छ है, यस्तो हुन्छ। अनि अहिले चाहिँ के अरे एकचोटि अघिल्लोचोटि स्ट्रबेरीको पनि भिडियो बनाएर राखिसकेको छु, अनि ड्र्यागन फ्रुटको पनि बनाएर राखिसकेको छु। फुल भिडियो हेर्नु होला है एकचोटि सबैजनाले, फेरि पनि रिगरेर हेरिदिनु होला। अहिले चाहिँ हाम्रो घर के बिरुवा छ भने यो टनल चाहिँ अहिले खाली छ, किनभने यसमा चाहिँ अब कुरिलाको बिउ जमाउने हो, के चाहिँ ठाउँ खाली गरिदियौँ नि त, यहाँ लगाएको भेन्डाको बिरुवा त्यहाँ सबै खाली भइसक्यो। अब चाहिँ यसमा यो चाहिँ कुरिला भयो, कुरिलो भयो होइन। यो चाहिँ बेथे, यो बेथे उम्रेको बेथे होइन, लगाएको बिथे हो कि, बाहिरबाट हुन्छ नि हाइब्रिड बेथे, यो उम्रेको सबै चाहिँ बेथे हो है, सबै बेथे हो। अनि यहाँ चाहिँ सर यस्तो बेथे हुन्छ। कुरिलाहरू भयो, यो सबै उता पनि कुरिलाहरू छ। अनि यहाँ सर यो भान्टाहरू भयो, डल्ले भेन्टा, डल्ले भेन्टा, अनि यहाँ चाहिँ डल्ले खुर्सानी, अनि यहाँ चाहिँ लाम्चो भेन्टा, भेन्डीहरू भयो। अनि हाम्रो स्ट्रबेरी चाहिँ सर फर्स्टमा स्ट्रबेरी देखाएको थिएँ, यो बाहेक चाहिँ सब स्ट्रबेरी हो। यो चाहिँ यहाँदेखि यो सर उता स्ट्रबेरी, यो पनि तल झरेको छ, यहाँबाट उता तल झरेको छ स्ट्रबेरी भयो सबै। अनि यस्तरी स्ट्रबेरी यहाँ चाहिँ पानीबाट चाहिँ यही पानी चाहिँ हामी कल्टिभेट गर्छौँ। यस्तो हुन्छ है सर। यो चाहिँ बेथ्यो है स्ट्रबेरी, त्यहाँ भएको स्ट्रबेरी, अनि एक्स्ट्रा हाँगा हुन्छ नि त 3 महिनामा फल्छ, अनि त्यो हाँगालाई चाहिँ सर यहाँ लिएर सारेर यस्तो हुन्छ है सर। यहाँ सारिसकेपछि यहाँ फुलिसकेको छ, यस्तरी फुल्छ। अनि यहाँ चाहिँ यतिको झाल भइसकेपछि यहाँ यो चाहिँ अब फुल्ने पाक्नको लागि रेडी छ सर, यस्तो हुन्छ। अनि यहाँ चाहिँ यो चाहिँ कसैलाई हाम्रो मेवाको बिरुवा चाहिँ आवश्यक परेको छ भने यसरी हो। मेवाको बिरुवा चाहिँ हाम्रोमा राम्रो हुनुको कारण हामीले जमाउने चाहिँ यस्तोमा हो, कनमा जमाउँछौँ सर। यस्तो हुन्छ है, टेन्सन हुन्छ होइन सर। यस्तो मेवा लगाइसकेपछि यो चाहिँ मेवा हो, कसैले चाहँदाखेरि सम्पर्क गर्नु होला। यो सबै मेवा भइसक्यो। अनि यहाँ चाहिँ खुर्सानी बेच्दैछौँ, यो सकिसकेपछि फेरि अर्को जमाउने हो। यहाँ चाहिँ यो चाहिँ के हो भने चिनिसक्नु भएको छ ड्र्यागन फ्रुट होइन, ड्र्यागन फ्रुट यस्तरी हुन्छ कि हाम्रोमा बिरुवामा राख्ने चाहिँ यो सबै यो मलिलो माटो, बालुवा, मल भन्ने चाहिँ यस्तरी हुन्छ। अनि सुरुमा यो मल भरेर त्यस्तो कन बनाउने, कन बनाएर पानी राख्ने, पानी राखिसकेपछि त्यो अलिकति म्याचुर हुन्छ कि मल भिज्छ, त्यो बल्ल बिरुवा लगाउने। त्यसपछि सर त्यो बिरुवा लगाइसकेपछि कुरिला इन चाहिँ अझै भइसकेको छैन, अझै उम्रिँदैछन्। कस्तो हुन्छ नि कुरिला एउटा झालमा चाहिँ 2 पिस हुन्छ कि, एउटा झालमा चाहिँ 2 पिस हुन्छ नि, 2 पिस। किनभने एउटा मऱ्यो भने पनि एउटा हुन्छ नि त, त्यही भएर यस्तो हुन्छ कि एउटा मऱ्यो भने पनि एउटा उम्रिन्छ नि त सर। यसरी हुन्छ हाम्रो कुरिलाहरू होइन। यो चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ बेल, यस चाहिँ बेलको बिरुवा पनि यसरी उत्पादन हुन्छ। यो बेल हो, यो चाहिँ सबै बेल। अनि चाहिँ कुरिला लगाइसकेको, हिजो एक छाक खाइसक्यो, फेरि उम्रिसकेको रहेछ यी कुरिलाहरू। सुरुमा हाम्रोमा चाहिँ मल यस्तरी हुन्छ कि, सुरुमा यहाँ राखेर मल माटो राखेर, माटो मिचेर ढुङ्गा फालेर, अनि मल चाहिँ त्यस्तरी। हाम्रो मल चाहिँ बाहिरको रासायनिक मल चाहिँ खासै युज हुन्न कि, हाम्रो रासायनिक मल युज गर्नु जुत्तो, बाख्राको मल, अनि गाई भैँसीको मल चाहिँ त्यस्तै त्यहाँ राखिन्छ। अनि यहाँ ल्याएर मिक्स गरेर यहाँ मल ल्याउने, मल बनाउने, त्यसपछि यहाँ यसमा राख्ने सर, कनमा राख्ने। त्यसपछि त्यहाँ माटोहरू सबै राखेपछि पानीले भिजाइसकेपछि के हुन्छ भने त्यो अलिकति म्याचुर हुन्छ कि, पक्छ ठिक्क हुन्छ कि त्यो बिरुवा लगाउन। त्यसपछि यसलाई सर लिएर अनि यसरी यता कुरिलाहरू लगाउनु, कुरिलाको बिरुवा लगाउने सर, यसरी कुरिलाको बिरुवा लगाउने। अनि यसरी यतापट्टि चाहिँ मेवाको बिरुवा, यसरी मेवाहरू हुन्छ। मेवाहरू पनि कसरी छ भने रेट पनि बुझ्नु छ भने तपाईँलाई मेवाहरूलाई चाहिँ यस्तो, तपाईँले चाहिँ रेट के कसरी हो भन्ने बुझ्नु छ भने चाहिँ रेट चाहिँ मेवाको रेट चाहिँ अहिले कति छ भने 100 रुपियाँ एउटा मेवाको बिरुवालाई चाहिँ 100 रुपियाँ छ भने हाम्रो कुरिलाको बिरुवालाई चाहिँ कति
50 रुपियाँ दुईवटा पिस पाइन्छ है। 2 पिस भने एउटा कोनमा चाहिँ दुईवटा पिस हुन्छ। त्यो एउटा कोनमा चाहिँ दुईवटा पिस हुन्छ। यदि एउटा पिस छ भने चाहिँ तपाईँ दुईवटा लानु पाउनुभयो, किनभने दुईवटा बिरुवालाई चाहिँ 50 रुपियाँ भनौँ न। यो चाहिँ सबै स्ट्रबेरी भयो। स्ट्रबेरी यहाँ चाहिँ रोज फुल भयो। यो चाहिँ कुरिलाहरू मैले देखाउँछु नि त। कुरिला यस्तो हुन्छ। कसैले कुरिला लगाएर हुन्न त गाउँघरमै खोजे पाइन्छ भन्नुहुन्छ नि, गाउँघरको भन्दा यो छुट्टै खालको हुन्छ। यहाँ उम्रिसकेको छ है। हिजो एक छाक खाएको, हिजो एक छाक खाइसक्यो, आज फेरि उम्रिसक्यो। यहाँ उम्रेछ, फेरि यसमा उम्रियो भने यहाँ उम्रिसकेको छ। यस्तो हुन्छ यहाँ सरर। यस्तोमा लगाइसकेपछि के हुन्छ भने यस्तो हामीले जुन यो कनमा यो यस्तो बाल्टीहरू भनौँ, यो बाल्टीकै सेपमा छ नि त। बोरा काटेर चाहिँ राखेको हो कि यो बोरा भन्दा पनि हाम्रो फोटोहरू आउँछ नि, फोटो राखेको फोटो फ्रेम काटेर फोटोको त्यो पेपर काटेर बनाएको हो कि यो चाहिँ खास। यसमा राख्यो भने चाहिँ के हुन्छ भने जुन बाहिरबाट आफूले राखेको मल चाहिँ यहाँ जुन हामीले यसमा राखिन्छ नि मल, बिरुवामा राखेको मलजल पानी हुन्छ नि त, त्यो चाहिँ कहीँ नजाओस् के सोचेर कहीँ नजाओस्, बाहिर नभासियोस्। अनि यहीँको यहीँ हुन्छ नि त राखिसकेपछि, त्यही भएर अलिकति राम्रो हुन्छ। मल यहीँ छ, पानी चाहिँ यसभित्रको रसायन कहीँ पनि खेर राखेन नि त, त्यही भएर यस्तो हुन्छ, राम्रो हुन्छ। हजुर पनि घर लाउनु पऱ्यो भने यस्तै गरी लगाउनु होला। यस्तो हुन्छ सर। यहाँ चाहिँ कुरिलाहरूको भयो, कतिवटा छ, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा, यसरी 9वटा 10वटा 11वटा यहाँ भाँचिराखेको यस्तो हुन्छ। भाँचिसकेपछि फेरि हुन्छ 11 12 13 14 15 यसरी लगाएर यसरी लगाउँदै गइसकेपछि हुन्छ। अनि यहाँ पनि छ कुरिलो, यत्रो ठोसा उम्रिन्छ, यत्रो हुन्छ कि यति मोटो हुन्छ कि उम्रिन थालिसकेपछि फेरि यस्तो हुन्छ है सर। ड्रागन फ्रुट चाहिँ यसरी त्यहाँ छ, यति ड्रागन फ्रुट त्यहाँ छ। अनि जुन तपाईँले यहाँबाट देख्नुभयो भने यी सबै बोराहरू यिन चाहिँ फोटो काटेर बनाएको हो नि त। यिन सबैमा चाहिँ के छ, ड्रागन फ्रुटहरू छ कि। यो भिडियो हजुरलाई के कस्तो लागेको छ, अनि सल्लाह सुझाव अनि प्रतिक्रिया के कस्तो छ, कमेन्ट बक्स खुल्ला छ, तल कमेन्ट बक्समा गई कमेन्ट गर्न नभुल्नु होला। साथसाथै सब्सक्राइब गरी साइडमा रहेको बेल आइकन पनि दबाउन नभुल्नु होला भन्दै मैले यो भिडियो अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।